नमस्कार सबैजनालाई स्वागत छ। तपाईहरु धेरैजनाले चाहिँ मलाई बेसिक साइन्सको पनि इम्पोर्टेन्ट क्वेसनको भिडियो बनाइदिनु न भन्नुभएको थियो हैन। अनि आज चाहिँ मैले चाहिँ बेसिक साइन्सको इम्पोर्टेन्ट क्वेसन सिटिभिटी अन्तर्गतको चाहिँ बोर्डको इम्पोर्टेन्ट क्वेसन चाहिँ मैले बनाउन गइरहेको छु। सो यो भिडियो चाहिँ अन्तिमसम्म सुनिदिनुहुन्छ भनेर चाहिँ आशा पनि गर्दछु। ओके, सुरु गरौँ। तपाईहरुसँग सुरुमा चाहिँ यो करिकुलम हुनुपर्छ। करिकुलम लिएर बस्नुस्, किनभने बुकमा चाहिँ धेरै एक्स्ट्रा कन्टेन्ट पनि दिइराखेको हुन्छ, कहिलेकाहीँ कम पनि हुन्छ। कम भयो भने चाहिँ गाह्रो हुन्छ तपाईहरुलाई। एक्स्ट्रा कन्टेन्ट हुँदा चाहिँ अब बोर्डको लागि त किन एक्स्ट्रा पढ्ने हैन, करिकुलम भन्दा बाहेक आउँदैन। सो त्यो कुरा पनि ध्यान दिनुपर्छ है। जस्तै अब बेसिक साइन्स एप्लाइड टु नर्सिङमा बायोकेमिस्ट्री पढ्नुपर्छ तपाईहरुले, माइक्रोबायोलोजी र फार्माकोलोजी तीनटा सब्जेक्ट पढ्नुपर्छ। अब कस्तो छ भने हजुरहरूलाई अलिकति यसमा प्रेसर नै छ, पिसिएल नर्सिङलाई है अलिकति प्रेसर नै छ। किनभने यही कुरा तपाईहरुले ब्याचलरमा 50-50 आवर यही कन्टेन्ट 50-50 आवरमा पढ्नुहुन्छ भने अहिले टोटल 100 आवरमा चाहिँ तीनटा कन्टेन्ट पढिरहनु भएको छ। सो अलिकति मेहनत चाहिँ गर्नुपर्छ। बेसिक साइन्स धेरैलाई एकदम सब्जेक्ट लाग्ने त्यो पनि प्रब्लम चाहिँ छ, किनभने हामीलाई यो नर्सिङको चाहिँ एकदम नयाँ टर्म भयो के। बायोकेमिस्ट्री पनि नयाँ भयो, हामीलाई माइक्रोबायोलोजी पनि नयाँ भयो र फार्माकोलोजी पनि नयाँ भयो हैन। त्यसले गर्दाखेरि अलिकति कन्सेप्ट लिन नसकेको हो कि पनि हुन्छ, त्यो पनि हुन्छ। तर क्वेसन चाहिँ कस्तो फर्मेटमा बनाएको हुन्छ भने सिम्पलदेखि कम्प्लेक्ससम्म हुन्छ। सो भरसक फेल नहोस् स्टुडेन्ट भन्ने कन्सेप्टले चाहिँ क्वेसन बनाएको हुन्छ। त्यो पनि हामीले अलिकति ध्यान दियौँ भने चाहिँ पास हुन्छौँ है। हामी अलिकति मेहनत चाहिँ गर्नुपर्छ है। अलिकति बुझ्न चाहिँ गाह्रो छ, तर जे होस् 1 वर्ष कन्टिन्यू एउटै कुरा पढ्यो भने त केही न केही नलेज त हुन्छ नि हैन। कति जस्तै कुनै कुनै क्वेसन चाहिँ आफैले लेख्ने खालको पनि आएको हुन्छ के। तपाईहरुलाई चाहिँ त्यस्तो लाग्छ हैन, पुरै पढेरै जानुपर्छ भनेर। जस्तै नर्मल फ्लोरा आफैले पनि लेख्न सकिन्छ हैन। फ्याक्टर एफेक्टिङ ब्याक्टेरियल ग्रोथ यो पनि अलिअलि मिलाएर लेख्न सकिन्छ। यस्तो कुराहरू चाहिँ अलिकति आफैले पनि कमन सेन्स लाएर लेख्नुपर्छ। सो अलिकति मेहनत चाहिँ चाहिन्छ। सो अलिकति इम्पोर्टेन्ट क्वेसन चाहिँ डिस्कस गरौँ है त। सुरुमा चाहिँ बायोकेमिस्ट्री 30 आवर्सको दिएको छ हैन। अब युनिट 1 इन्ट्रोडक्सन हेरौँ। युनिट 1 मा चाहिँ बायोकेमिस्ट्री भनेको के हो त खासै सोध्दैन, तर यो स्कोप एन्ड इम्पोर्टेन्ट अफ बायोकेमिस्ट्री इन हेल्थ साइन्स चाहिँ कहिलेकाहीँ सोधिदिन सक्छ कि। अब हामीलाई थाहा त हुनु पर्यो नि त हेल्थ साइन्समा के इम्पोर्टेन्ट छ बायोकेमिस्ट्रीको, यो चाहिँ सोधिदिन सक्छ है। अर्को टाइप अफ सोलुसन, मैले यो कुरा गरिनँ। सोलुसन टाइप्समा चाहिँ नर्मल सोलुसन भनेको के हो, मोलार सोलुसन, पर्सेन्टेज सोलुसन, ओस्मोसिस डिफ्युजन, यिनीहरूको चाहिँ मिनिङ तपाईहरुलाई थाहा हुनुपर्छ है। यो सोलुसनको टाइप्स यिनीहरू इम्पोर्टेन्ट छ के। उसमा पनि सोध्छ, यो एनाटोमीमा पनि सोधिराखेको हुन्छ। सो यो पनि इम्पोर्टेन्ट छ। इन्ट्रोडक्सन चाहिँ तपाईहरुलाई नर्मल्ली चाहिँ अलिकति इन्ट्रोडक्सन टाइपले नै इम्पोर्टेन्ट छ, आउँछ कि यो क्वेसन नआउने चाहिँ होइन है। ओस्मोसिस डिफ्युजन त यता पनि भयो, एनाटोमीमा पनि आइराखेको हुन्छ हैन। यसमा चाहिँ अब नर्मल सोलुसन भने के हो, मोलार सोलुसन भने के हो, पर्सेन्टेज सोलुसन, ओस्मोसिस डिफ्युजन पनि 2-2 घण्टाको छ, त्यही भएर यो क्वेसन चाहिँ आउँछ। सो यो अलिकति ध्यान दिएर एनाटोमीमा पढ्दैखेरि ओस्मोसिस डिफ्युजन पनि मजाले पढ्नु होला है, जसले गर्दा यहाँ पढ्नु नपरोस् के। अर्को भनेको बायोमोलिकुल्स। अब बायोमोलिकुल्समा कार्बोहाइड्रेटको डेफिनेसन, क्लासिफिकेसन, कम्पोजिसन, फङ्सन एन्ड मेटाबोलिजम भनेर दिएको छ हैन। अब कस्तो कि यो जुन युनिट 2 बायोमोलिकुल छ, बायोमोलिकुलबाट पनि एउटा क्वेसन जहिले नै आउँछ है। यो चाहे कार्बोहाइड्रेट होस्, चाहे प्रोटिन होस्, चाहे लिपिड हो, तीनटैबाट एउटा क्वेसन चाहिँ आउँछ। त्यही भएर म यही पढ्नु चाहिँ भन्दिनँ, तर क्लासिफिकेसन र कम्पोजिसन चाहिँ तपाईहरुले पढ्नै पर्छ। कहिलेकाहीँ डेफिनेसन पनि सोधिदिन्छ, तर क्लासिफिकेसन, कम्पोजिसन, फङ्सन अफ कार्बोहाइड्रेट, फङ्सन अफ प्रोटिन, फङ्सन अफ लिपिड त भनिरहनु पर्दैन। तपाईहरुले कम्युनिटी बेसिसमा पनि फङ्सन पढिसक्नु भएको छ, तर क्लासिफिकेसन र कम्पोजिसन चाहिँ सोध्न सक्छ। त्यही भएर तपाईहरुले त्यो चाहिँ पढ्नु होला। त्यो आउँछ नै के। अब यो कस्तो भने त तपाईहरुलाई कन्टेन्ट धेरै भयो, आवर थोरै छ, त्यही भएर मोस्टली सबै करिकुलमबाट कभर गर्नु पर्यो। जस्तै तपाईले युनिट 2 सधैँ नै क्वेसन सोध्छ, सधैँ नै, कहिले पनि छुटाउँदैन। युनिट 2, युनिट 1 यिनीहरू सधैँ सोध्छ। अनि फेरि हरेक टपिक इम्पोर्टेन्ट छ के, यही पढेर जानु भन्नै सकिँदैन। अब कार्बोहाइड्रेट, प्रोटिन, लिपिड तीनटै इम्पोर्टेन्ट छ। अब मोस्टली सोधिरहने भनेको कार्बोहाइड्रेट र लिपिड हो, प्रोटिन त त्यति खासै सोध्दैन। सो कार्बोहाइड्रेट र लिपिड चाहिँ अलिक फोकसै गरेर पढेर जानु, प्रोटिन पनि हेरेर जानु होला युनिट 2 मा है। क्लासिफिकेसन, कम्पोजिसन, फङ्सन त तपाईहरुलाई अगाडि पनि पढिसक्नु भएको हुन्छ। डेफिनेसन चाहिँ बायोकेमिस्ट्रीको हिसाबले चाहिँ डेफिनेसन लेख्नुपर्छ क्या तपाईहरुले। यो कम्युनिटी बेसिसमा हैन, बायोकेमिस्ट्रीको हिसाबले लेख्नुपर्छ। सो डेफिनेसन पनि हेरेर जानु होला है।
ओके इन्जाइम। अनि अर्को कुरा मैले अलिकति बिचमा थपेँ, जस्तै तपाईँहरूलाई बुककै डेफिनेसन आएन, त्यही पनि हेरेर के अरे कन्सेप्ट छ भने चाहिँ प्लिज लेख्नु होला, त्यसमा पनि मार्क्स आउँछ। लेख्नु भएको छ भने चाहिँ हामीले त्यसलाई काटेर नेग्लेक्ट गर्ने चाहिँ गर्दैनौँ होइन। एटलिस्ट केही नभए पनि जस्तै 5 छ भने 2 1.5 भए पनि आउँछ, जसले गर्दाखेरि पास हुन सजिलो हुन्छ के है। अब छोड्नु नै भयो भने त कसरी पास गराउने होइन। ओके नेक्स्ट युनिट 3 मा जानुहोस्। इन्जाइम। इन्जाइम भनेको के हो सोध्छ है। यो इन्जाइम भनेको के हो? फ्याक्टर एफेक्टिङ इन्जाइम एक्टिभिटी। ठिक छ, फ्याक्टर एफेक्टिङ इन्जाइम एक्टिभिटी। क्लासिफिकेसन त्यति सोधिहाल्दैन, म फेरि पनि सम्झाउँछु तपाईँहरूलाई। मैले चाहिँ यो इम्पोर्टेन्ट क्वेसन भनेर बनाएको, यही मात्रै भनेर आउने चाहिँ होइन, तर मैले भनेको इम्पोर्टेन्ट क्वेसनमा 80% चाहिँ आउँछ। अब 20% त भन्न सकिँदैन, क्वेसन प्याटर्न चेन्ज हुन्छ, क्वेसन कहिले काहीँ एक्स्ट्रा हालिदिन्छ, त्यो 20% अथवा 25% को चाहिँ ग्यारेन्टी हुँदैन। तर जस 80-75% चाहिँ मैले भनेको कन्टेन्टबाट क्वेसन आइरहेको हुन्छ है। सो प्रिपेयर अल द करिकुलम, तर यसमा चाहिँ अलिक विशेष फोकस गर्नुभयो भने चाहिँ पास हुने चान्सेस चाहिँ एकदमै बढी हुन्छ है त। ओके फ्याक्टर एफेक्टिङ इन्जाइम, सरी यहाँ प्लेनको डिस्टर्बेन्स आइरहेछ। फ्याक्टर एफेक्टिङ इन्जाइमेटिक एक्टिभिटिजमा यो प्रायः सोधिरहेको हुन्छ इन्जाइमकोमा है। अर्को भनेको चाहिँ तपाईँहरूलाई को इन्जाइम, आइसो इन्जाइम भनेको के हो, को इन्जाइम, यो चाहिँ वाट डु यु मिन बाई को इन्जाइम, वाट डु यु मिन बाई आइसो इन्जाइम, यसको कन्सेप्ट लिएर जानुहोस्। यो भनेको यो हो भनेर बुझेर जानुहोस्, यो मिलाएर लेख्न नि मिल्छ। यसलाई एकदम त्यो रटेर गएर त्यो फोटोकपी गर्नुपर्छ भन्ने छैन है। अर्कोमा के छ भन्दाखेरि चाहिँ आइसो इन्जाइम सिग्निफिकेन्स अफ सिग्निफिकेन्स भनेको इम्पोर्टेन्ट अफ इन्जाइम, एएसटी, एएलटी, सिपिके, एमबी, एमाइलेज, लाइपेज, एएल। यो चाहिँ जस्तै राइट दि इम्पोर्टेन्ट अथवा सिग्निफिकेन्स अफ एएलटी, सिपिके। मोस्ट इम्पोर्टेन्ट भनेको एएसटी होइन, अमाइलेज, लाइपेज होइन, सिपिके, एमबी, यिनीहरू चाहिँ सोधिराखेको हुन्छ। यसको इम्पोर्टेन्ट के छ त, इम्पोर्टेन्ट अफ यो इन्जाइम हो के। सिग्निफिकेन्स भनेको यसको इम्पोर्टेन्ट चाहिँ के हुन्छ, जस्तै यसको रिडिङमा के आयो भने चाहिँ के सस्पेक्ट गर्ने भन्ने कुरा सोधेको हो के यो। सो हेरेर जानु होला, यो सोध्छ के। इम्पोर्टेन्टमा एएसटी होइन, सिपिकेएमबी, अमाइलेज, लाइपेज, यिनीहरू अलिक बढी इम्पोर्टेन्ट छ। सो यिनीहरू सोध्न सक्छ। अर्को भनेको ब्लड कोगुलेसन मेकानिजम, यो भन्दिनँ म। फ्याक्टर र इन्ट्रेन्सिक र एक्सट्रेन्सिक पाथवे एउटै पाथवेमा दिएको हुन्छ, त्यो तपाईँहरूले हेरेर जानुपर्छ। 4 आवरको युनिट छ, यो सधैँ नै आउँछ यसबाट क्वेसन। ठिक छ, यसबाट 100% यही क्वेसन आउँछ क्या। एक्सप्लेन दि पाथवे, इन्ट्रेन्सिक एक्सट्रेन्सिक पाथवे अफ ब्लड कोगुलेसन मेकानिजम भनेरै आउँछ। लङ क्वेसनमा पनि देला होइन। यो चाहिँ पढेर जानुहोस्, यो मोस्ट इम्पोर्टेन्ट, सधैँ नै सोध्छ, यसमा नो डाउट। यो अब याद गर्नुहुन्छ के गर्नुहुन्छ, यो पढेर जानुहोस् है। एन्ड फ्याक्टर कता, कुन फ्याक्टर 8 कता हाल्ने हो, कुन फ्याक्टर 5 कता हाल्ने हो, त्यो पनि तपाईँहरूलाई थाहा हुनुपर्छ। मिस्टेक भयो भने चाहिँ अब 1-2वटा मिस्टेक कतै 1-2वटा हुन्छ नि, आँखाले नभ्याउने गरी त हेर्नु, अब नेग्लेक्ट पनि हुन्छ, कति कुरा देखिँदैन पनि होइन। अनि आँखैले देखिने गरी चाहिँ मिस्टेक नगर्नुहोस्। यसमा पाथवेमा ठ्याक्कै मार्क्स आउँछ, जस्तै 5 मार्क्स छ भने 5 नै आउँछ ठ्याक्कै है। सो यो चाहिँ पढेर जानु होला, एकदम मोस्ट इम्पोर्टेन्ट। अर्गन फङ्सन टेस्ट भनेर बिलिरुबिन, एएसटी, एएलटी भनेर सोध्दैन। जस्तै राइट सर्ट नोट अन लिभर फङ्सन टेस्ट भनेर सोधिदिन्छ होइन। लिभर फङ्सन टेस्ट भनेर सोध्यो भने तपाईँहरूले के लेख्ने भन्दाखेरि बिलिरुबिनको बारेमा लेख्ने, एएसटी, एएलटी, एएलपी र गामा जिटी भनेर त्यसरी लेख्न पर्छ। सो अर्गन फङ्सन टेस्टमा स्पेसिफिक सोध्दैन, तर लिभर फङ्सन टेस्टको बारेमा चाहिँ लेख भनेर सोध्यो भने अलिअलि चुसा लेख्न चाहिँ पर्छ। त्यसरी पढेर जाने है। यो मेन युनिट 5 को इम्पोर्टेन्ट भनेको लिभर फङ्सन टेस्ट इम्पोर्टेन्ट छ। अर्को कार्डिक प्रोफाइल। रेनल फङ्सन टेस्टमा युरिया, क्रेटिनिन, सोडियम, पोटासियम, यिनीहरूमा त तपाईँहरूले युजली हेरिरहनु भएको हुन्छ, युरियाको भ्यालु कति हुन्छ, क्रेटिनिनको भ्यालु कति हुन्छ, हेरिरहनु भएको हुन्छ, अलिक सजिलो हुन्छ। तर नसोधिएको कुरा भनेको लिभर फङ्सन टेस्ट मोस्ट इम्पोर्टेन्ट। त्यसको त्यो आइसो इन्जाइम सिग्निफिकेन्स अफ इन्जाइम भनेर माथि पनि छ, त्यो पनि हेर्नुहोस्। अर्को भनेको कार्डिक प्रोफाइल पनि, ट्रोपोनिन, सिपिकेएमबी, एलडिएच, यो चाहिँ इम्पोर्टेन्ट छ। यो दुईवटा लिभर फङ्सन टेस्ट, प्यानक्रियास फङ्सन टेस्ट र कार्डिक प्रोफाइल चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। यो हेर्नुभयो भने माथि त्यो सिग्निफिकेन्स अफ इन्जाइम चाहिँ पढिरहनु पर्दैन, यही भित्र पर्छ है।
सो यो तिनवटा इम्पोर्टेन्ट चाहिँ हेर्नुहोस्, आउँछ यसबाट पनि क्वेसन आउँछ कि हरेक युनिट इम्पोर्टेन्ट चाहिँ हेर्नु न, अब कुन युनिटलाई प्रायोरिटाइज गर्ने भन्ने गाह्रो हुन्छ। यो जुन 5वटा युनिट छ नि 5वटै युनिटबाट क्वेसन आउँछ, तर मोस्ट इम्पोर्टेन्ट भनेर मैले एक्सप्लेन गरिराखेको छु। अर्गन फङ्सन टेस्टमा मोस्ट इम्पोर्टेन्ट भनेको लिभर नै हो, फोकस नै गरेर लिभर नै आउँछ कि। तर कार्डियक प्रोफाइल पनि इम्पोर्टेन्ट छ, नभएको होइन। कार्डियक प्रोफाइल र लिभर चाहिँ मोस्ट इम्पोर्टेन्ट हो कि, यो तपाईँहरूले जान्नुपर्छ। दुईवटा प्यानक्रियास पनि अमाइलेज र लाइपेज त माथि नै पढ्नुहुन्छ, सो तपाईँलाई यहाँ सजिलो हुन्छ है। अब अलिकति माइक्रोबायोलोजीमा जाउँ। अब नेक्स्ट वान माइक्रोबायोलोजीमा इन्ट्रोडक्सन टु माइक्रोबायोलोजी। अब यसमा हेर्नु कहिलेकाहीँ ब्रान्चेस अफ माइक्रोबायोलोजी पनि सोधिदिन्छ होइन, कहिलेकाहीँ क्लासिफिकेसन अफ माइक्रोबियल डिजिज पनि सोधिदिन्छ, कहिलेकाहीँ माइक्रोस्कोप भनेर पनि सोधिदिन्छ होइन, माइक्रोस्कोपको बारेमा सर्ट नोट लेख भनेर पनि सोध्छ। सो तपाईँहरूले चाहिँ ब्रान्चेस अफ माइक्रोबायोलोजी हेरेरै जानुहोस्, याद नै गरेर जानुहोस्। क्लासिफिकेसन अफ माइक्रोबियल डिजिज अब के हुन्छ त्यो क्लासिफिकेसन हेर्दा त अलिअलि डिजिज त कम्युनिटीमा पनि पढ्नु भएको हुन्छ, त्यो थाहा हुन्छ। माइक्रोस्कोप हेर्नै पर्छ, माइक्रोस्कोप पनि मोस्ट इम्पोर्टेन्ट छ होइन। अरू पनि इम्पोर्टेन्ट चाहिँ छ है। सो यो युनिट 1 पनि नलेज लिएर जानुहोस्, सधैँ क्वेसन सोध्छ भन्ने चाहिँ छैन, तर यो माइक्रोस्कोप चाहिँ बारेमा सर्ट नोट लेख भनेर चाहिँ प्रायः सोधिराखेको हुन्छ है त। अर्को भनेको प्यारासाइटोलोजी। प्यारासाइटोलोजीमा चाहिँ तपाईँहरूलाई चाहिँ मेन इम्पोर्टेन्ट भनेको लाइफ साइकल सोध्छ यसमा। लाइफ साइकलमा मलेरिया कालाजार प्रायः सोधिरहने भनेको मलेरिया कालाजार हो होइन। अनि अर्को भनेको राउन्डवार्म, अनि अर्को भनेको इन्टाएमोबा हिस्टोलाइटिका। राउन्डवार्म जियार्डिया ल्याम्ब्लिया, अनि राउन्डवार्म, हुकवार्म, जियार्डिया ल्याम्ब्लिया, इन्टाएमोबा हिस्टोलाइटिका, कालाजार र मलेरिया। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट लाइफ साइकल एकदमै सोध्छ, नो डाउट। त्यसमा 4वटामा एउटा लाइफ साइकल सोधि नै राखेको हुन्छ होइन। अरू त त्यति साह्रो रुट अफ ट्रान्समिसन अफ प्यारासाइटिक इन्फेस्टेसनमा त के हुन्छ र फिड होइन, अनि कन्टामिनेटेड फुडहरूको कुरा आउँछ, त्यति साह्रो त्यो चाहिँ सोध्दैन। लाइफ साइकल नै यसबाट सोधिराखेको हुन्छ। अब ट्रिटमेन्ट प्रिभेन्सन एन्ड कन्ट्रोल त तपाईँहरूले लेखि नै हाल्नुहुन्छ, प्यारासाइटिकमा के हुन्छ अल्बेन्डाजोलहरू दिन्छ होइन, त्यो लेख्नुहुन्छ। लाइफ साइकल सोध्ने हो यसमा, लाइफ साइकल नै पढेर जानुहोस्। मोस्टली सोध्ने भनेको म फेरि पनि रिपिट गर्छु, मलेरिया कालाजार, इन्टाएमोबा हिस्टोलाइटिका, जियार्डिया ल्याम्ब्लिया, राउन्डवार्म, हुकवार्म, एकदम मोस्ट इम्पोर्टेन्ट है। अब ब्याक्टेरियोलोजी, ब्याक्टेरियाको क्लासिफिकेसन होइन, ब्याक्टेरियल ग्रोथ साइकल क्लासिफिकेसन सोध्यो भने बेस्ड अन सेप, एरेन्जमेन्ट, टेम्परेचर रिक्वायरमेन्ट एन्ड अक्सिजन रिक्वायरमेन्ट, यसलाई क्लासिफाई गरेर लेख्नुपर्छ। तपाईँहरूले एकोर्डिङ टु करिकुलम लेख्नै पर्छ। सो त्यसरी नै पढेर जानुहोस्, जाँदा पनि सजिलो हुन्छ है। ब्याक्टेरियल ग्रोथ साइकल यसबाट पनि क्वेसन सोध्छ। मेन माइक्रोबायोलोजीमा क्वेसन सोध्ने भनेको ब्याक्टेरियोलोजीबाट हो है। कल्चर मिडिया कहिलेकाहीँ कम्पोजिसन अफ मिडिया भनेर सोधिदिन्छ कल्चर मिडियामा, अथवा सर्ट नोट लेख भनेर सोधिदिन्छ। स्टेनिङ टेक्निक भनेको ग्राम स्टेनिङ, एनएफबी ग्राम स्टेनिङ सोधिदिन्छ होइन। ग्राम स्टेनिङ प्रायः सर्ट नोटमा सोधिराखेको हुन्छ, सर्ट नोटमा ग्राम स्टेनिङ, अनि ब्याक्टेरियल ग्रोथ साइकल, ब्याक्टेरियल क्लासिफिकेसन होइन। अनि अर्को भनेको चाहिँ नर्मल फ्लोरा, मोस्ट इम्पोर्टेन्ट, नर्मल फ्लोरा कहिले पनि छोड्दैन। अर्को भनेको एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट, यो पनि सोधिराखेको हुन्छ। यो यिनीहरू भनेको मोस्ट इम्पोर्टेन्ट भयो। ब्याक्टेरियाको क्लासिफिकेसन, ब्याक्टेरियल ग्रोथ साइकल, ग्राम स्ट्रेनिङ होइन, अनि अर्को भनेको नर्मल फ्लोरा, अनि एन्टिबायोटिक सेन्सिटिभिटी टेस्ट, यिनीहरू चाहिँ मोस्ट इम्पोर्टेन्ट हो यो ब्याक्टेरियोलोजीबाट। ओके, नेक्स्ट भनेको भाइरोलोजी। भाइरोलोजीमा मैले धेरै गरिनँ। भाइरोलोजीमा रेप्लिकेसन अफ भाइरस, मोस्ट इम्पोर्टेन्ट रेप्लिकेसन अफ भाइरस। अर्को भनेको प्रिभेन्सन एन्ड कन्ट्रोल अफ भाइरल डिजिज, यसबाट भनेको यी दुईवटा धेरै नै इम्पोर्टेन्ट छ है। अर्को भनेको अब कहिलेकाहीँ भाइरसको कस्तो भन्दाखेरि पिक्चर बनाउन पनि आउन सक्ला, तर मोस्ट इम्पोर्टेन्ट भनेको रेप्लिकेसन अफ भाइरस। रेप्लिकेसन के छ त्यो इच स्टेप वाइज त्यो सधैँ नै सोध्छ। रेप्लिकेसन अफ भाइरस, भाइरोलोजीबाट रेप्लिकेसन अफ भाइरस। अर्को भनेको प्रिभेन्सन एन्ड कन्ट्रोल अफ भाइरल डिजिज है। अर्को लास्टमा इम्युनोलोजी, इम्युनोलोजी भनेको के हो होइन। अनि अर्को भनेको हाइपर सेन्सिटिभिटी रियाक्सन आउँछ, त्यसको
टाइप 1 टाइप 2 टाइप 3 टाइप 4 टाइप 5 कतिसम्म छ हाइपर सेन्सिटिभिटी रियाक्सन त्यो तपाईँहरूले चाहिँ लेख्नपर्छ। यसबाट एन्टिजेन एन्टिबडी तपाईँहरूलाई थाहा हुनुपर्छ। एन्टिजेन भनेको के हो, एन्टिबडी भनेको के हो, आफ्नै कन्सेप्टले पनि लेख्न पायो होइन। अनि नन स्पेसिफिक डिफेन्स मेकानिजम, स्पेसिफिक डिफेन्स मेकानिजम अलिकति हेरेर जानु, यो पनि इम्पोर्टेन्ट छ। कहिलेकाहीँ डिफेन्स मेकानिजम सोधिदियो भने, होइन भने इम्युनोलोजीबाट मोस्ट इम्पोर्टेन्ट भनेको एन्टिजेन एन्टिबडी भनेको के हो, हाइपर सेन्सिटिभिटी रियाक्सन, यति दुईवटा चाहिँ सोध्छ है। अर्को भनेको माइकोलोजी, माइकोलोजीमा प्रिभेन्सन एन्ड कन्ट्रोल अफ फङ्गल इन्फेक्सन, त्योभन्दा बढी मैले हेरिनँ ल। प्रिभेन्सन एन्ड कन्ट्रोल अफ फङ्गल इन्फेक्सन सोध्छ माइकोलोजीमा प्रायः। लास्टमा फार्माकोलोजी, फार्माकोलोजीमा इन्ट्रोडक्सन टु फार्मेसी, फार्माकोलोजीमा फार्माकोडाइनामिक्स भनेको के हो, फार्माकोकाइनेटिक्स भनेको के हो होइन। रुट अफ ड्रग एडमिनिस्ट्रेसन कहिलेकाहीँ हेर्नु होला, नभए फार्माकोकाइनेटिक्स फार्माकोडाइनामिक्स यो मोस्ट सधैँ नै आउँछ यो, नो डाउट है। ड्रग एक्टिङ अन जिआई सिस्टम, ओके। जिआई सिस्टममा जस्तै एन्टासिड, एन्टासिड त्यति धेरै अहिले त सोध्दैन, सो त्यति उ नगर्दा पनि हुन्छ। अल्सर हिलिङमा जस्तै पेप्टिक अल्सरको कुरा आउँछ होइन। पेप्टिक अल्सरमा कुन कुन ड्रग युज हुन्छ त्यो तपाईँहरूलाई थाहा हुनुपर्छ। एन्टी एच पाइलोरी ड्रग, एच पाइलोरी ड्रगहरू हुन्छ नि हो, त्यसको बारेमा लेख भनेर आउँछ, त्यो तपाईँलाई थाहा हुनुपर्छ। एन्टिइमेटिक ड्रगहरू स्पेसिफिक नै बनाएर दिएको छ होइन। यो ड्रग कस्तो हुन्छ भने एन्टिइमेटिक ड्रग प्रायः मेकानिजम अफ एक्सन अलिअलि एउटै नै हुन्छ होइन, साइड इफेक्ट एउटै नै हुन्छ, लेख्न जान्नु पऱ्यो क्या तपाईँहरूले। एन्टिइमेटिक ड्रग भनेको छ अनि साइड इफेक्टमा नौजिया भोमिटिङ भनेको हुन्छ, अनि त्यस्तो त हुँदैन नि त होइन। नौजिया भोमिटिङ हुन्छ त इमेटिक ड्रगको साइड इफेक्ट हुँदैन, सो त्यो विचार गरेर लेख्ने के। जस्तै एस2 रिसेप्टर एन्टागोनिस्टमा सिमिटिडिन, र्यानिटिडिन, फ्यामोटिडिन, निजाटिडिन भनेको एउटै मेकानिजम अफ एक्सन हुन्छ। एउटा मेकानिजम अफ एक्सन पढ्नुभयो, एउटा साइड इफेक्ट पढ्नुभयो भने एस2 रिसेप्टर एन्टागोनिस्टलाई पुग्यो। अब तपाईँहरूले थाहा सोध्ने ड्रग चाहिँ कसरी सोध्छ भन्न खोजेको है। जस्तै प्रोटोन पम्प इनिभिटर सोध्छ, सधैँ सोध्छ प्रोटोन पम्प इनिभिटर, ओमेप्राजोल, पेन्टाप्राजोल, लेन्सोप्राजोल, इसोप्राजोलबाट एउटा क्वेसन सोध्छ। एउटा भनेको एन्टी एच पाइलोरी ड्रगको बारेमा लेख भनेर त्यसरी नै सोध्छ है। पेप्टिक अल्सर अथवा एच पाइलोरी ड्रग त्यसरी नै सोध्छ। एन्टिइमेटिक ड्रग त्यति साह्रो नसोध्ला, डोमपेरिडोम सोध्छ सोद्धाखेरि पनि। एन्टी स्पाजमोटिक ड्रगमा पनि एट्रोपिन त्यति साह्रो सोध्दैन। लेक्जेटिभ एन्ड पोर्गेटिभमा त्यति साह्रो यसमा पनि इम्पोर्टेन्ट छैन है। रिहाइड्रेसन थेरापी, एन्टिडाइरल, ओरल रिहाइड्रेसन तपाईँहरूलाई थाहा हुनुपर्छ। ओरल रिहाइड्रेसन सोलुसन जीवन जलमा चाहिँ के कम्पोनेन्ट हुन्छ तपाईँहरूलाई थाहा हुनुपर्छ। सोडियम सिट्रेट, सोडियम पोटासियम के छ क्या त्यसमा कम्पोजिसन थाहा हुनुपर्छ है। एन्टिडाइरल ड्रग। अनि अर्को भनेको चाहिँ यसमा यति इम्पोर्टेन्ट छ, खासै धेरै अरू छैन, सोध्दैन। अर्को ड्रग एक्टिङ अन रेस्पिरेटरी सिस्टममा चाहिँ अब एन्टी आजमाटिक ड्रग, यसमा एमिनोफाइलिन, एड्रिनालिन, कर्टिकोस्टेरोइड सोध्यो भने एउटै नै मेकानिजम अफ एक्सन हुन्छ, तपाईँहरूले थाहा हुनु पऱ्यो त्यो। ब्रोन्कोडाइलेटर, साल्बुटामोल, टर्बुटालिन, मेन इम्पोर्टेन्ट भनेको यसमा साल्बुटामोल हो है। साल्बुटामोल र टर्बुटालिन ब्रोन्कोडाइलेटरमा। अर्को ड्रग युज इन कफमा फेरेन्जियल डिमोल्सेन्टमा अब यो त्यति साह्रो इम्पोर्टेन्ट छैन। एक्सपेक्टोरेन्टमा पनि खासै त्यति साह्रो छैन। म्युकोलाइटिक एजेन्टमा त्यति इम्पोर्टेन्ट छैन। एन्टिट्युसिभमा पनि छैन होइन। रेस्पिरेटरी यसमा छैन। मेन इम्पोर्टेन्ट भनेको यहाँ साल्बुटामोल र टर्बुटालिन है रेस्पिरेटरीमा। कार्डियोभास्कुलर यो सबै जान्नुपर्छ। एसी, एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइममा जस्तै बेनाजेप्रिल, क्याप्टोप्रिल होइन, इनारेप्रिल, फेसिनोप्रिल, यो कति डिस्टर्ब हुन्छ है यहाँ प्लेनले गर्दा। यो सबैको मेकानिजम अफ एक्सन एउटै हुन्छ, साइड इफेक्ट एउटै हुन्छ, सो एउटा पढ्नुहोस् त्यसले कम्प्लिट गराउँछ है। अब एन्जियोटेन्सिन 2 रिसेप्टर एन्टागोनिस्ट, यसको काम के हो, लोसार्टन, एकदम मोस्ट इम्पोर्टेन्ट लोसार्टन, यो पनि आउँछ। अनि सेन्ट्रल एक्टिङमा जस्तै मिथाइल डोपा होइन, अल्फा ब्लकरमा, अल्फा ब्लकरहरू त त्यति सोध्दैन, भासोडाइलेटर पनि त्यति सोध्दैन। बिटा एड्रिनर्जिक ब्लकर यो सोध्छ। अनि त्यो मेटोप्रोलोल अनि प्रोप्यानोलोल यिनीहरू सोध्छ। क्याल्सियम च्यानल ब्लकर भनेर सोध्छ। मोस्ट इम्पोर्टेन्ट क्याल्सियम च्यानल ब्लकर, एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम, एन्जियोटेन्सिन 2 रिसेप्टर एन्टागोनिस्ट, यिनीहरू मोस्ट इम्पोर्टेन्ट छ। अनि डायरेटिक्स, यसमा चाहिँ यो डायरेटिक्स, क्याल्सियम च्यानल ब्लकर, बिटा एड्रिनर्जिक ब्लकर, अर्को भनेको चाहिँ एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम, अर्को एन्जियोटेन्सिन 2 रिसेप्टर एन्टागोनिस्ट, यिनीहरू चाहिँ हेरेर जानु होला यसमा है। मोस्ट इम्पोर्टेन्ट यिनीहरूको जस्ट मेकानिजम अफ एक्सन, साइड इफेक्ट के हुन्छ एक एकवटा पढ्नुहोस् क्या। जस्तै एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइमको के हुँदो रहेछ पढ्नु। यो बेन्जाप्रिल, क्याप्टोप्रिल, इनारेप्रिल जे सोधे पनि त्यसको त्यही नै हुन्छ है।
अलिकति पढ्ने टेक्निक पनि हुन्छ। एन्टी एरिथमिक ड्रगमा यिनीहरू खासै त्यति धेरै इम्पोर्टेन्ट छैन। क्याल्सियम च्यानल ब्लकर रहेछ, सोडियम च्यानल ब्लकर, बिटा एडिनो रिसेप्टर ब्लकर, यो सोच है। क्लास 2 को बिटा एडिनो रिसेप्टर ब्लकर प्रोप्रानोल यो त भइसक्यो। क्लास 3 को यो परेन। क्लास 4 को भेरापेमिल क्याल्सियम च्यानल ब्लकर, यो माथिकै रहेछ। ओके, यो हेर्नु होला। अनि एन्टी एन्जिनल ड्रगमा नाइट्रोग्लिसरिन एकदम मोस्ट इम्पोर्टेन्टली सोध्ने नाइट्रोग्लिसरिन भयो। अनि कार्डिक ग्लाइकोसाइड पनि सोध्छ, डिजक्सिन सोध्छ, एकदमै धेरै सोध्छ है डिजक्सिन पनि, त्यो थाहा हुनुपर्छ। अनि अर्को भनेको कहिलेकाहीँ डोपामिन सोधिदिन्छ, यो ड्रग जुन सिबी कार्डियोभास्कुलर सक भनेर। एन्टिकोगुलेन्टमा हेपारिन वारफारिन एकदमै धेरै सोध्छ, सो त्यो पनि हेर्नुहोस्। अनि अर्को भनेको चाहिँ एन्टिप्लाटिलेटमा यो छैन। एन्टिथ्रोम्बोटिक एजेन्टमा स्ट्रेप्टोकाइनेस त अहिले त्यति धेरै युज हुँदैन, जस नहेर्दा पनि हुन्छ यो, तर कहिलेकाहीँ सोधिहाल्यो भने चाहिँ लेख्न जान्नुपर्छ है, त्यसमा यति इम्पोर्टेन्ट छ। ड्रग युडिन कार्डियोभास्कुलर सिस्टममा के अरे यो नाइट्रोग्लिसरिन होइन, क्याल्सियम च्यानल ब्लकर, बिटा ब्लकर, कार्डिक ग्लाइकोसाइडमा डिजक्सिन, अनि हेपारिन वारफारिन, अनि अर्को भनेको चाहिँ यो एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम, अनि अर्को भनेको एन्जियोटेन्सिन 2 रिसेप्टर एन्टागोनिस्ट, अनि अर्को भनेको बिटा एडिनर्जिक ब्लकर, क्याल्सियम च्यानल ब्लकर, डायरेटिक्स, यो सबै हेर्नु होला। यति चाहिँ कन्टेन्ट ठ्याक्कै। अर्को ड्रग युजिन इन्फेक्सनमा अब सिफालोस्पोरिन भनेर सोधिन्छ, एमिनोग्लाइकोसाइड, अनि पेनिसिलिन त अहिले त्यति धेरै युज हुँदैन, सो सिफालोस्पोरिन र एमिनोग्लाइकोसाइड सोध्छ, हेर्नु होला त्यो। टेट्रासाइक्लिन कहिलेकाहीँ सोधिदिन्छ, सो यिनीहरूको चाहिँ ब्याक्टेरियोस्ट्याटिक भनेर चाहिँ टेट्रासाइक्लिन, क्लोरामफेनिकल, सल्फोनामाइड, इरेथ्रोमाइसिन, इथाम्बुटोल, यिनीहरूको मेकानिजम अफ एक्सन, साइड इफेक्ट सबै एउटै हुन्छ कि, त्यसरी पढ्नुहोस् पर्दाखेरि ल। स्पेक्ट्रममा बोर्ड स्पेक्ट्रम, न्यारो स्पेक्ट्रम, त्यो तपाईँहरूलाई थाहा हुनुपर्छ, मेकानिजम अफ एक्सन त्यही अनुसार हुन्छ। ब्याक्टेरियलमा चाहिँ अब कुनै पनि एउटा एन्टिबायोटिक सोधिदिन्छ क्या, यो जुन अगाडि दिएको छ नि, यो एन्टिबायोटिकहरू सोधिदिन्छ र त्यसको मेकानिजम अफ एक्सन लेख भनेर भन्छ, अरू त खासै इम्पोर्टेन्ट छैन। अर्को भनेको चाहिँ ट्युबरकुलर ड्रग, आइसोनियाजिड, रिफाम्पिसिन, पाइराजिनामाइड, इथाम्बुटोल, स्ट्रेप्टोमाइसिन, यिनीहरू चाहिँ सोधिदिन सक्छ। त्यो तिनीहरूमा जस्तै रिफाम्पिसिन मोस्ट इम्पोर्टेन्ट होइन, अनि आइसोनियाजिड, यिनीहरू रिफाम्पिसिन चाहिँ धेरै सोध्छ है। अर्को भनेको ड्रग एक्टिङ अन सिएनएसमा चाहिँ तपाईँहरूलाई खासै त्यस्तो मर्फिन, सबैभन्दा एनाल्जेसिकमा मर्फिन सोध्छ होइन। अनि अर्को भनेको चाहिँ लोराजिपाम, यो पनि सोध्छ, बार्बिचुरेट सोध्छ, सिडेटिभ एन्ड हिप्नोटिक्स, अनि आइब्रुफिनहरू सोध्छ होइन। अनि अर्को भनेको लिभोडोपा, एन्टिपार्किन्सनमा लिभोडोपा सोध्छ। अनि अरू खासै त्यति धेरै इम्पोर्टेन्ट छैन है। इन्डोक्राइन एन्ड हर्मोनलमा इन्सुलिन मोस्ट इम्पोर्टेन्ट, हेरेर जानुहोस्, इन्सुलिन एकदमै धेरै सोध्छ, त्यो डाउट नै छैन इन्सुलिनको बारेमा। सर्ट एक्टिङ, इन्टरमिडिएट, लङ एक्टिङ सोध्छ, इन्सुलिन चाहिँ एकदमै धेरै सोध्छ। अनि सल्फोनाइल युरियामा ग्लिमिपेराइड यो धेरै युज हुने। अनि अर्को मेटफर्मिन, बिगुनाइट्समा चाहिँ मेटफर्मिन धेरै नै सोध्छ, यो हेर्नु होला। अर्को त के छ र स्टेरोइडहरू खासै त्यति धेरै त सोध्दैन, स्टेरोइडहरू चाहिँ खासै है। किडनीमा अरू धेरै फ्रुसिमाइड मोस्ट इम्पोर्टेन्ट, डायरेटिक्समा फ्रुसिमाइड हेर्नु होला। ड्रग एक्टिङ अन लिम्फेटिक सिस्टममा चाहिँ खासै त्यति धेरै छैन। स्किनमा अब स्किनको खासै धेरै सोध्दैन, अरू त्यस्तो एसेन्सियल ड्रग, इमर्जेन्सी ड्रग, एन्टिडोटमा हेल्थ पोस्ट, पिएचसी, डिस्ट्रिक्ट लेभलको कुराहरू भयो। सो यति पढेर जानुभयो भने तपाईँले पास चाहिँ हुनुहुन्छ, कभर चाहिँ गर्न सक्नुहुन्छ बेसिक साइन्सलाई। आजको भिडियो चाहिँ मैले बेसिक साइन्स एकदमै धेरै डिमान्ड आएर मैले बनाएको हो, हजुरहरूले हेरिदिनु होला र अरू कुन सब्जेक्टको बनाउनुपर्छ भन्नु होला। बेसिक साइन्स एकदम मस्ट डिमान्ड थियो के, अरू कुनै स्पेसिफिक सोध्न मन छ भने पनि कमेन्ट गरेर सोधिदिनु होला। हस् त, आजको लागि यति नै भिडियो। थ्याङ्क यू एभ्रिवान, हजुरहरूको दिन शुभ रहोस्। हस्त, धन्यवाद।